सबैजनालाई हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु आवर च्यानल है त। सो धेरै दिनपछि म फेरि भ्लग बनाउन आज बनाएको छु। सो आज हामी बाहिर जाने प्लान भएर चाहिँ यसो भ्लग पनि गराऊँ भन्ने कुराले मैले सुरु गरेँ आज फेरि धेरै महिनापछिको ग्यापमा। सो आज के हुन्छ अब देखाउने ट्राई गर्छु है त मैले तपाईँहरूलाई। आज तपाईँले देख्न सक्नुहुन्छ यो हाम्रो बस्ने ठाउँको भ्यू बाहिरबाट यत्तिकै देखिन्छ है त। सो अब मान्छे रेडी भइकन म यसो हेर्छु। ल यहाँ देख्न सक्नुहुन्छ तपाईँले, यता यो हाम्रो घर रहेको छ। सो यहाँनिर गीतु रहेको छ है। सो हाम्रो सालाजीको टेस्ला। सो यसै गरी यो घर हो, यसको चाहिँ हामीले अहिले हाउस टुर गरेको छैनौँ। एक दिन कुनै दिन फुर्सद भयो भने यसमा नि हाउस टुर हामीले गरेर राख्नेछौँ। पहिलाको धेरै माया पाइयो सबैजनाको भ्यू र कमेन्टले गर्दाखेरि चाहिँ यो घरको पनि फेरि बनाउन इच्छा लागेको छ। सो कुनै दिन यसो मिलाएर सबै ब्यालेन्स मिलाएर अनि त्यसो यो घरको पनि हाउस टुर हामीले दिनेछौँ है त। कुर्दा यहाँ आधी घन्टा हुन लागिसक्यो, निस्किनु यिनीहरू खोइ। ल अब हामी निस्क्यौँ है त। अब प्लान फेरि चेन्ज भयो, प्लानमा फेरि केही गडबडी आएर फेरि चेन्ज भएर हामी अब गाडीमा जानु लाग्यौँ। यता दुईजना निस्किरहेको छन् है, जाऊँ। ल न्यू लुक्सको साथमा टेस्ला भित्र छिर्यो है त गाइज। अब हिँडेको अवस्था है त। ल कहाँ जाने रुटमा आज हामी साउथ ब्याङ्क। ल अब हामी चिल्ड्रेनह्यामको यो चाहिँ हो तपाईँको फर्स्ट भिलेज हुँदै हामी है साउथल्यान्ड सपिङ सेन्टर नजिकै बसिन्छ। वे टु सिटी साउथ ब्याङ्कको फ्लोटिङ रेस्टुरेन्टमा हेरौँ यताबाट भ्यू हामी। ल गाडी पार्किङ गरेर अब हामी यसो घुम्दै है त यहाँनिर अब साउथ ब्याङ्कको यो बिल्डिङको तल यहाँ देख्न सकिन्छ है फ्यान्सी होटलहरू। सो साउथ ब्याङ्क आइयो है गाडी पार्किङ गरेर। अब म पछाडिको देखाउँछु भ्यू। ल यो साउथ ब्याङ्क है मेलबर्नको यो पारिपट्टिको फ्लिन्डर स्ट्रिट। सो देख्न सक्नुहुन्छ यो आजको यहाँ पसल खोलेर बन्द गरेर हिँडिसक्यो मान्छे। के हुँदैछ यहाँनिर यो ल झिलिमिली है फ्लिन्डर स्ट्रिट यो बाँकी रह्यो है। यो त देख्न सकिन्छ सिटी पारिपट्टिको भ्यू। सो यहाँनिर यो ल ब्रिजमा अगाडि हिँडेन हामी यता पछाडि गीत त यहाँनिर छु। मेरो नयाँ लुक्स है कपालको यसपालिको चेन्ज गर्छु भिडियो बनाउँदाखेरि है। सो यहाँ देख्न सकिन्छ आजको रमाइलो गर्दै यो पुरै ल दुईजनामा अगाडि ल यहाँ यस्तो छ। यो पनि पुरै रेस्टुरेन्ट सब रेस्टुरेन्ट हुने यिनीहरू पुरै है। ल यो दामी रहेछ यो पुल यार। मेलबर्न सिटी है धेरै भयो नघुमेको। फेरि आज म भिडियो ल यो रहेको छ है। ल भ्यू है यो बाटो हिँडेको हुन्छ तर यसरी देख्न पाएको थिएन है। धेरै पछि आयो यार। मान्छेले इन्जोय गरिरहेको छ यहाँ बोटिङ छ।
ल अब म पनि पछि हिँड्छु पछि ल फोटोसोटो हान्ने हो अब हल्का है फोटोसोटो हानेर अब हिँड्ने हो ल टोली अगाडि बढ्दै है यहाँको मेलबर्नको यो एकदम क्राउडेड ठाउँ है यो चाहिँ सबै भयो अब हामी चाहिँ अब दबाउन गइन्छ अब है खानेकुरा अब खानी हो मजाले है सही सोल्टीहरू मौज गर्दै हिँडे छन् ल आजको मेलबर्नको इभिनिङ ल हामी पनि अब भोक लागेको अवस्था अब यस्तो थोरै ह्याप छान्नुपर्छ गएर है ल यहाँ चिल छ यहाँ स्विमिङ पुल प्लस रेस्टुरेन्टको भाइब छ है छुट्टै आइल्यान्डमा आए जस्तो छ यो ल फोटो कस्तो आइरहेछ भिडियो कस्तो आइरहेछ है यसो हेर्दा ठिकै जस्तो लागिरहेको तर ब्ल्याकमा भयो जस्तो मानेछु मैले त्यही पनि भाइब चिल छ है चिलिङ भाइब छ यहाँनिर है ल हामी चाहिँ अब इन्ट्री गर्न लाग्यो है त फ्लोट मान्छेहरूको के मुख देखाइदिने आफ्नै मुख देखामा यार अब अरूले गाली होला यार ल मेलबर्नको फ्लोटिङमा बोटमा आइयो हामी चिल लाइफ है गाइस चिल लाइफ चिलमा माथि बसिन्छ आज है माथि बसेर माथिको भ्यू हेर्दै ल हामी यहाँनिर आइयो छ है यहाँको भाइब्स एकदम कस्तो लागिरहेको भाइ कस्तो लागिरहेको त्यता यहाँको भाइब्स अलि छुट्टै बेग्लै रहेछ ल ठिक छ दामी यो त यहाँ त रेस खेलिरहेको छ दामी यहाँको डेस्टिनेसनबाट हामी सकेर अब अर्कोतिर लाग्न लाग्छौँ अब फ्लिन्ड स्ट्रिटबाट हामी फ्लिन्ड स्ट्रिटतिर निस्कनु लाग्यो है अब अन्डरग्राउन्डबाट ल फ्लिन्ड स्ट्रिट आयौँ हामी फ्लिन्ड स्ट्रिट बेलुकाको भ्यू मेलबर्न सिटी माथि बिल्डिङ तलपट्टि रेस्टुरेन्ट छ यहाँनिर सही अब हिँड्ने हो सिटी छोडेर अब हिँड्यो फ्लिन्ड स्ट्रिटबाट नेपाली रेस्टुरेन्ट कफिलतिर भयो त त्यता गएर म देखाउँछु कस्तो छ त्यहाँको रेस्टुरेन्ट है ओके त्यही भेटौँ ल नेपाली रेस्टुरेन्ट है नेपाली रेस्टुरेन्टको खानाको वेटिङमा है अब यहाँ खाना खाएर अब लास्ट आजको यहाँ डिनर गरेर चाहिँ अब हामी घर फर्किन्छौँ है त हाम्रो पर्खाइको घडी मेटियो मोमो र यो आयो हो सकियो घुमेरै सकियो